हेलो नमस्ते सबैजनालाई। मेरो आजको भिडियो चाहिँ अलिक फरक खालको छ। अनि यो भिडियो चाहिँ काठमाडौँको कपन 7 तलेको भिडियो हो हैन। अनि यो चाहिँ अहिलेको हाम्रो नयाँ सरकारले चाहिँ सुकुम्बासी बस्तीहरू हटाउने क्रममा चाहिँ यो कपन 7 तलेमा पनि यहाँको संरचनाहरू भत्काउनु भएको रहेछ। अनि म बाटो हिँड्दै गर्दा ठ्याक्कै यो देखेर मलाई क्याप्चर गर्न मन लाग्यो अनि केही कुरा भन्न पनि मन लाग्यो हैन। अनि यसरी भत्काउनु भन्दा चाहिँ यो संरचनाहरूमा पनि त हाम्रै जनताहरूको पसिना मेहनत लगानी छ नि त। यसलाई चाहिँ भत्काउनु भन्दा पनि बरु हैन सरकारको माताहतमा रहने गरी कुनै ट्रेनिङ सेन्टरहरू हैन कुनै सुधार केन्द्रहरू कुनै प्रयोगशालाहरू बनाएको भए चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ हैन। तर अब भत्काइदा सक्नुभयो। अनि हामी चाहिँ अहिले नयाँ सरकारबाट कस्तो नेपाल चाहन्थ्यौँ अनि कस्तो नेपाल पाइरहेछौँ तपाईँहरूलाई कस्तो लागिरहेछ कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्नु होला है। तर मलाई चाहिँ यो संरचना भत्काएको चाहिँ बित्तिकै मन परेन। भत्काउनु भन्दा पनि बरु केही कुराहरूमा कुनै ठाउँमा चाहिँ केहीमा प्रयोग गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। अब भत्काइ त सक्यो है तर मलाई चाहिँ देखेर एकदमै नराम्रो फिल चाहिँ भयो, दुःख लाग्यो। सो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला र भिडियो पनि हेर्नु होला है।